दर्शक महानुभावहरू नमस्कार। आज असोज 22 गते देशभरिका सम्पूर्ण समाचारहरू लिएर आइपुगेका छौं। देश विदेशमा के भए आजको यो भिडियोमा हामीहरूले हजुरहरूलाई सम्पूर्ण जानकारी दिनेछौं। समाचारलाई अन्तिम समय हेरेर साथ दिनुहोला। समाचार कहाँबाट हेरिरहनु भएको छ कमेन्ट गर्न नबिर्सिनुहोला। आउनु साथीहरू, आजको बुलेटिन समाचारलाई सुरु गरौं। दर्शक महानुभावहरू, एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध जाहेरी दिने भएको छ। जेएनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले शाह र गुरुङ विरुद्ध जाहेरी दिने लागेको अखिलले जनाएको छ। सार्वजनिक सम्पत्ति अदालत प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ। देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन्छौं। अखिलका महासचिव दीपक धामीले भने आजदेखि जिल्लामा जाहेरी दिनेछौं भनेर उनले बताएका छन्। यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन गएका थिए, तर अखिलको जाहेरी भने दर्ता भएको छैन। दर्शक महानुभावहरू, नेकपा एमालेका सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धिकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन्। खनाल पूर्व सचिव समेत भएकाले उनीबाट छानबिन सुरु गर्नुपर्ने बस्नेतले बताएका छन्। आज पत्रकार सम्मेलन गर्दा बस्नेतले भने सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर उनले प्रश्न गरेका छन्। सरकारका अर्का मन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी रहेको भन्दै उनीमाथि पनि छानबिन गर्नुपर्ने धारणा राखेका छन्। दर्शक महानुभावहरू, नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा प्रिमियम बापतको रकम आफू कार्यरत कार्यालय मार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बिमा सुनिश्चित गर्न सकिने जनाएको छ। दर्शक महानुभावहरू, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन निरीक्षणका लागि सानोठिमी पुगेका छन्। मन्त्रालय अन्तर्गतका विभिन्न निकाय सानोठिमीमा रहेकाले निरीक्षणका लागि मन्त्री पुन बुधबार सानोठिमी पुगेका थिए। मन्त्री पुन शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेका छन्। केन्द्रमा मन्त्री पुनलाई कर्मचारीले शिक्षा क्षेत्रको समस्याबारे ब्रिफिङ गरेका छन्। दर्शक महानुभावहरू, निर्वाचन आयोगले फागुन 21 मा तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न दलहरूलाई बोलाएको छ। निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरूलाई छलफलका लागि नबोलाएको भन्दै सरकार र निर्वाचन आयोगको आलोचना भइरहेको थियो। निर्वाचनमा भाग लिने दलहरूलाई छलफलमा नबोलाएको आलोचना भएसँगै निर्वाचन आयोगले 30 असोजमा छलफल गर्नका लागि दलहरूलाई बोलाएको छ। दर्शक महानुभावहरू, जेएनजी आन्दोलन पछिको विकासित राजनीतिक घटनाक्रमको विश्लेषण र पार्टीभित्रको आन्तरिक व्यवस्थापन बारे धारणा बनाउन प्रमुख दलले धमाधम बैठक बोलाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरूले विकासित घटनाक्रम बारे पार्टीगत धारणा बनाउन र पार्टीभित्र उठेका नेतृत्व पुनर्गठनको सवालमा निर्णय गर्न अन्तरिम बैठक बोलाएका हुन्। त्यसका लागि नेपाली कांग्रेसको असोज 26 गते केन्द्रीय कार्य समिति बैठक बस्दैछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, फागुन 21 को प्रतिनिधि सभा निर्वाचन र पार्टी महाधिवेशन बारे छलफल हुने जनाएका छन्।